यो प्रत्यक्ष कार्यकारी प्रमुख हुने वा नहुने भन्ने कुरामा चाहिँ अलिकति मत पनि विभाजित छ। अब केहीले चाहिँ नि यो हुनुपर्छ भनेका छन् भने नेपालको सन्दर्भमा यो सही छैन अहिले तत्काललाई भन्ने खालको पनि मत आएको छ। बाबुराम भट्टराईले चाहिँ यसलाई जोड दिएकै हुन्, बालनले पनि जोड दिएकै हुन्। अहिले जेन आन्दोलनको पनि चाहिँ एउटा माग त्यो पनि हो होइन, म्यान्डेट। अब त्यो चाहिँ नि पोसिबल हुने नहुने भन्ने कुरा चाहिँ अझै पनि निश्चित छैन। अब त्यो चाहिँ अब आउने चुनावबाट आउने मेजोरिटी 2/3 सरकारले नै यसलाई निर्णय गर्ला होइन, त्यसको बारेमा चाहिँ त्यो अलग कुरा हो। तर अब अहिले तत्काल चाहिँ यो अन्तरिम सरकारले गर्ने निर्वाचन को लागि उसले जुन तरिकाको तय अवस्था उ गर्दैछ त्यो सँगसँगै चाहिँ नि यो अहिले एउटा आयोग गठन गरेर यिनीहरू सम्पत्तिका नेताहरूको सम्पत्ति छानबिन र भ्रष्टाचार मुद्दामा को आए लागि चाहिँ देखिएका छन् ती सबैलाई चाहिँ छानबिन गरेर दोषीहरूलाई चाहिँ चाँडोभन्दा चाँडो जेलमा कोच्ने काम चाहिँ गर्नु चाहिँ एकदमै ठुलो महत्त्वपूर्ण चाहिँ अहिले एउटा काम मैले देखेको छु होइन। यो चाहिँ गर्नै पर्ने देखेको छु र यति भइदियो भने पनि धेरै स्टेप चाहिँ अगाडि बढ्छ भन्ने मलाई लागेको छ।